केटा हो बोका हाम्रो घरमा यसरी पानी आउँछ तपाईँको घर पानी आउँछ आउँदैन यो पानी बटन दबाउनुपर्छ यसरी आउँछ व्हाट्सअप गाइस मर्निङ आजको मर्निङ चाहिँ मेरो फुपू घर अनि यो चाहिँ मेरो भाइ माई जिग्री माई भाइ जे भने पनि हुन्छ जुस गर्दै हो तपाईँले गर्नुभयो कि नै तर हाम्रो उता धारामा पानी यसरी आउँछ क्या हेर्नु मोटर ठ्याक्कै चलाइदिन्छ ठ्याक्कै कहाँबाट पानी आउँछ तर थाहा छैन तर सुपर ठाउँ छ चारैपट्टि हरियाली जङ्गलको बिचमा राति डर लागेर सुत्दा हिजो लोकल खाएर धेरै डराएछ अब आज खान्छु बिरा आज लोकल राति लोकल खाइदिएर अब म जानु थालेको ओरिजिनल ब्रस गर्ने क्या मतलब कति टुथब्रस नै राखिदिनु म आज नेचुरल ब्रस केरा अब आज हामी हाम्रो बारीमा देखाउँछु के हर्दी यो चाहिँ हर्दी हो होइन तिमीहरूलाई थाहा होला सहरको मान्छेहरूको त कहाँ छ अरे पाकेछ ए लामो छैन हौ साला केरा भनी केरा घारीमा घुसाइदियो अरे दाजु यहाँ चाहिँ के छ भन्दाखेरि यो ठाउँमा चाहिँ साग सब्जीहरू चाहिँ धेरै हुन्छ क्या तर उहाँ रहेछ हौ राजा केरा त त्यहाँ रहेछ केरा चाहिँ त राति भएर म यहाँसम्म आउनै सक्दैन दिउँसो भएर मात्रै केरा खारीमा आएको रे दाजु त म यहाँ ब्रस लिन आएको निमको ब्रस त फाइनली मलाई निमको बोट त पायो अब यसको सानो एउटा डाँगा यो तोड्नु पर्यो होइन तर केरा खाएको खान्छ बिहान होइन यहाँ अहिले केरा खानेको मौसम होइन यो त साला लोकल पिउनेको मौसम छ रे एकदम दाजु एकदम बिस्तारै बिस्तारै पानी परेको छ उसमाथि साला हरियाली होइन पानी परेछ नि त सिमसिम त यो लोकल वाले खाने विदेशमा गएर ब्रस गर्छ खास गरी यो क्यामेरा चाहिँ त्यसो गर न दाँत चाहिँ साफ गर्ने यसले हो क्या निमको यसले यसको फाइदा भन्छु यसको फाइदा के छ भन्दाखेरि त्यो दाँतमा किरा लागेको छ त्यो किरा हटाउँछ माथिबाट तेरो सास गराउने छ भने सास पनि हटाउँछ अनि माथिबाट के छ भन्दाखेरि नि आज नभएर क्या धेरै फाइदा छ दाँत पनि सेतो गरिदिन्छ प्रेसर हाई छ भने निमले प्रेसर लो पनि पाइन्छ डेली गऱ्यो भने प्रेसर हुन्छ मेन्टेन हुन्छ यदि फाइदा हामी गाउँको मान्छे बिरामी भयो भने मेडिकल जानु पर्दैन यहीँ औषधिले खाँदा औषधि गर्दा के झाडफुल खाँदाखेरि हामीले को हुन्छ भने यस्तो पावर आउँछ तपाईँहरूले बुझ्नु होला बिरामी हुने बित्तिकै जाने होइन मेडिकल 24 घन्टा बस्नु गाउँमा आउनुपर्छ गाउँ आउनु लोकल ठेरा खानु देशी पावर मजा आउँछ लोकल लस्सी भन्छ मौवा मजा आइरहेछ हो यसको बडी खतरा छ नि ब्रो देखा त एप मेरो बाइसै भन्दा ठुलो छ मलाई के त ओ देशी जुगाड तपाईँ त जिम गर्नुहुन्छ महिनाको 1000-2000 तिरेर मेरो घर आउनुहोस् यसको डम्बलमा देखाउँछु तिमीहरूलाई नेचुरल बडी सेम लाइक ब्रुसली देखा आप देखा यस्तो निकालिदिन्छु आप देखा न यस्तो छ कि छैन अहिले सकिएछ न त यहाँ छैन हो पेट नि छ मेरो पेटमा यस्तो छैन एकदम फ्याट छैन फ्याट छैन ए के तेरो बेली यो छ नि त दामी नै छ त्यो मेरो फ्याट छैन सायद गाइज हामी लोकल मासु खान्छु ब्रोइलर खान्छु तर फ्याट छैन 1% फ्याट छैन हेर्नु होला त्यही भएर के अरे गाउँमा चाहिँ एउटा कुरा हो कि हामीलाई केही कुरा किन्नु पर्दैन क्या सबै आफ्नो बारीमा छ केरा घारी आफ्नो घरको छेउमा हर्दी आफ्नो घरमा खुर्सानीको गाछी आफ्नो घरमा मौवा गाछी यो त रक्सी बनाउन लागि हो त्यसपछि सेजुनको गाछी आफ्नो घरमा फर्सीको गाछी ए औली नदेखा कुइज फर्सी गाछी आफ्नो घरमा होइन
के अरे लहरीको गाछी आफ्नो घरमा आफू गाछी यो कुकुर किन कुकु गरेको के भयो त ल के भयो काइसन लुनाको छोरा होइन यो अनि त्यसपछि आँपको गाछी आफ्नो घरमा के भयो सिमीको गाछी मतलब सिमीको झाड के अरे लहरी के भन्छ लत्ती होइन भो लत्ती आफ्नो घरमा बोडीको खेती पटलको खेती सब आफ्नो र बोडीको उता के सिमी हो त्यो पनि होइन सिमी मतलब गाउँमा चाहिँ यो चिज हो कि के चिजको यो छैन क्या सबै चिजको सुविस्ता बस एक चिजको सुविस्ता छ के छैन भन्दाखेरि पैसा चाहिँ हुँदैन यार अर्निङ छैन कि यहाँ नभए एभ्रिथिङ छ होइन त अर्निङ छैन क्या पैसा पनि हुन्छ बजार विषय पैसा आउँछ बजारमा तर सकिन्छ गडीको मासु सुकुटी मासु अनि आज त यो लोकल भालेको पानी परेछ ओ माई गड आज चाहिँ यसको चाहिँ लेग पिस ए यता यता कान्छ हेर्न यसको चाहिँ मा कसम यो सेकुवा खान चाहिँ मजा आउँछ कि ओहो हो राति यसकै जोडा काटेको हो फिल्ला छ घरभित्र अब त्यो चाहिँ काठमाडौँ जाँदा पठाइदिन्छु सम्धीहरूलाई यसको सेकुवा खाँदाखेरि चाहिँ त्यसलाई दाँत साफ गरिबस्यो क्या राजा चाम्रो धेरै चाम्रो थियो हिजो मासु मन परेन र हाम्रो यहाँ लिम्बू पनि फलेको छ यार हाम्रो यहाँ हेर्दा लिम्बू मजाले फलेको छ किरा लाग्यो है ओहो माई गड चाहिँ ठुलो रहेछ राजा लोकल निम्बु लिम्बू को खान्छ रे त्यो त यसमा अचारमा अचारमा मात्रै होइन दालमा पनि निचारेर खानुपर्छ रोस्टमा पनि निचारेर खानुपर्छ अगाडि धेरै यो 1 2 3 यो कहाँ छ एक देखेँ नि त यार 1 2 3 4 वटा छ नि यो काठमाडौँमा आई थिङ्क 60-70 रुपियाँको लागि यहाँ आउनुहोस् फ्रीमा लिएर जानु यहाँ आउनुहोस् लोकल खानुहोस् धेरै टाउको देख्यो भने निचारेर बुझ्नु होला खानुहोस् मजा आउँछ मजा आउँछ चिसोमा अमिलोको मजा मजा होइन मजा आउँछ अब यस्तै हो गाउँघरमा हामी 5 बजे उठेर बसेको है तर यहाँको चरा चरुङ्गीलाई नै उठाएछ कि तर हामी काठमाडौँ जाँदाखेरि 10 बजीसम्म सुत्ने मान्छे 8 बजीसम्म सुत्ने मान्छे होइन गाउँघरमा यस्तो हुन्छ बिहान 4 बजेको हावा र चराको बोली सुन्नु पाइन्छ नेचुरल जो मतलब सबैभन्दा छिटो उठ्ने भनेको चराचुरी हो ठ्याक्कै 4 बजे त्योहरूले 4 बजे कराउँछ त्यो सोच्दाखेरि हाम्रो मतलब मन पनि आफै मोहित हुन्छ क्या मोहित भएर आफै उठिन्छ र त्यसको बापरे यसले कुन ल्याङ्ग्वेज बोल्यो मोहित संस्कारी माई गड मोहित हुन्छ अब काठमाडौँमा गयो भने के भन्छ राम्रो लाग्छ राम्रो होइन हाम्रो भाषा भनेको मोहित यहाँ लसुन हालेको आज चाहिँ घरको टुर हो क्या घरको चाहिँ होइन बारीको टुर हो यो सबै यसको यो हाम्रो फुलबारी यहाँ चाहिँ हालेको छ लसुन फल्छ र आउने 3-4 वर्षमा लिची गाछीहरू हुँदैछ र अब दाई भाउजू भन्जी आयो भने लिची खान पाइन्छ 2-3 वर्षमा लिची खान पाइन्छ यो तराईको लोकल लिची आँपको गाछी हामीले काटिदियो किनकि हामी अब गाउँमा आँप वाल्छे हुन्छ गुसरी हुन्छ र हामीलाई आँप मन पर्दैन काठमाडौँको मान्छे तर्बिरहेको हुन्छ आँप खानुलाई काठमाडौँको मान्छेहरू आम भन्छ होइन जहिले आमको यो सिजन हुन्छ नि म भन्छु म्याक्सिमम् काठमाडौँको जति पनि आम लभर छ नि आउनुहोस् भिजिट गर कि गाउँमा यो गाछीको खाने कि यो गाछीको खाने कि पल्लो गाछीको खाने कि ओल्लो त अरे यहाँ छ त्यहाँ छ जहीँ तहीँ आँप र कटहर मात्रै हुन्छ क्या हाम्रो ब्रुसले आउँदैछ हाम्रो फजु सोइजन गाछी पनि रहेछ यार गाउँमा चाहिँ हरेक चिज अर्ग्यानिक पाइन्छ क्या अब जस्तो कि यहाँ आएर बयर छ नि त यो बयरको सिजन हो क्या तर यो बयर धेरै सानो छैन होइन त्यो पनि एउटा खाइदिउँ न धेरै सानो बयर छ कलिलो बयर हामी सानो हुँदाखेरि यहाँ धेरै आउँथ्यो बयर चोर्न लागि